हेलो एन्ड नमस्ते। आज म तपाईहरुलाई रेसिप्रोकल लेभलिङको एकदमै इम्पोर्टेन्ट न्युमेरिकल ओभरसेयरलाई पनि अनि ब्याचलर अफ इन्जिनियरिङ सिभिल आर्किटेक्चर एग्रिकल्चर लगायत डिफ्रेन्ट फ्याकल्टीहरूलाई पनि एकदमै इम्पोर्टेन्ट यो लेभलिङको न्युमेरिकल लिएर आइरहेको छु। रेसिप्रोकल लेभलिङको पार्ट 1 मा हामीले एउटा टाइपको क्वेसन गरेको थियौँ। अहिले चाहिँ यो पार्ट 2 हो। यसमा चाहिँ लगभग यो क्वेसन बुझिसकेपछि अलमोस्ट रेसिप्रोकल लेभलिङको सबै न्युमेरिकल चाहिँ हामीले बुझिन्छ। सो हामीलाई क्वेसनले के भनेको छ भने रेसिप्रोकल लेभलिङ वाज क्यारिड आउट टु फाइन्ड द डिफरेन्स अफ लेभल बिट्विन 2 पोइन्ट्स ए एन्ड बी भनेर भनेको छ। ए र बी को डिफरेन्स फाइन्ड आउट गर्नको लागि हामीले रेसिप्रोकल लेभलिङ गऱ्यौँ रे। रेसिप्रोकल लेभलिङ गर्दाखेरि चाहिँ हामीलाई के भनेको छ क्वेसनले भने इन्स्ट्रुमेन्ट एट ए भनेर बी भनेर दिएको छ। हामीले 2 सेट अफ रिडिङ लिन्छौँ। एउटा बिचमा हाम्रो यस्तो खोला हुन्छ रेसिप्रोकल लेभलिङमा, मैले भने बिचमा अब्स्ट्याकल आयो भने चाहिँ हामीले रेसिप्रोकल लेभलिङ गर्ने। एकचोटि इन्स्ट्रुमेन्ट एमा राख्यो भन्नुको मतलब ए को साइडतिर राख्यो भनेर भनेको हो। यो मैले पहिला पनि भनेको थिएँ मेरो अर्को भिडियोमा 1 को भिडियोमा। त्यसै गरी स्टाफ रिडिङ एट एमा हेऱ्यो, इन्स्ट्रुमेन्ट एतिर सेट गर्यो, एमा हेर्दाखेरि यति पढेछ, यहाँ एमा पढ्यो, यो ए1 भनेको चाहिँ यो भयो, यसलाई ए1 भनेर भनौँ। त्यस पछाडि स्टाफ रिडिङ एट बीमा पढ्यो, यहाँ बीमा पढ्यो, स्टाफ रिडिङ एट बी भनेर यति पढ्यो। त्यसपछि फेरि इन्स्ट्रुमेन्ट बीमा लग्यो, एमा हेऱ्यो स्टाफ रिडिङलाई, अनि बीतिरबाट फेरि बीमै हेऱ्यो, बीतिरबाट यो बीतिरबाट बीमै हेऱ्यो। यसरी चाहिँ यो रेसिप्रोकल लेभलिङ गर्ने प्रोसिड्युर नै यही हो, यसरी हेऱ्यो। अनि क्वेसनले के भनेको छ भने डिटरमाइन द आरएल अफ बी, यदि ए को आरएल 100.105 छ भने ए पोइन्टको आरएल त्यति छ भने बी पोइन्टको आरएल कति हो भनेर यो निकाल भनेर भनेको छ। अनि अल्सो क्यालकुलेट द एङ्गुलर इरर इन कोलिमेसन इफ द डिस्टेन्स बिट्विन ए एन्ड बी इज 1000 मिटर। एदेखि बीसम्मको यदि होरिजेन्टल डिस्टेन्स चाहिँ 1000 मिटर छ भने एङ्गुलर इरर इन कोलिमेसनमा चाहिँ कति एङ्गुलर इरर छ भनेर भन्यो। अब एङ्गुलर इरर इन कोलिमेसनमा सोध्छ भने पहिला कोलिमेसन इरर कति हुन्छ हामीलाई थाहा पाउनु पर्यो। कोलिमेसन इरर हामीले निकाल्न सक्छौँ। अनि त्यहाँबाट हामीले इरर ड्यु टु कर्वेचर र रिफ्र्याक्सन घटाइदिइसकेपछि इरर ड्यु टु कोलिमेसन आउँछ। टोटल इररबाट इरर ड्यु टु कर्वेचर एन्ड रिफ्र्याक्सन घटाइदिएपछि इरर ड्यु टु कोलिमेसन आउँछ। अब फर्स्टमा हामीले के गरौँ भने यस्तो अवस्थामा ट्रु डिफरेन्स चाहिँ ए र बी को लेभल डिफरेन्स, ट्रु लेभल डिफरेन्स कति हो भनेर फाइन्ड आउट गर्ने फर्मुला चाहिँ मैले अघिल्लो भिडियोमा पनि मैले क्लियरली बताएको छु। यो फर्मुला हामीले सम्झिनु पर्ने हुन्छ। यो कसरी आयो भनेर पनि मैले भनेको थिएँ। एच भनेको ए1 माइनस बी1 भनेको एबाट हेरेको रिडिङ ए1 माइनस यो बी1 हो, अनि फेरि बीबाट हेरेको एमा हेरेको ए2, अनि बीतिरबाट बीमै हेरेकोलाई चाहिँ बी2 भन्यो। सो ए1 माइनस बी1 प्लस ए2 माइनस बी2 डिभाइडेड बाई 2 भनेको चाहिँ हाम्रो 2 सेट रिडिङ छ। त्यसलाई एभरेज गर्दा हाम्रो इरर चाहिँ क्यान्सल आउट हुन्छ। त्यही भएर हामीले यो फर्मुला युज गरेको। यहाँबाट के निकाल्यौँ हामीले यो ट्रु लेभल डिफरेन्स निकाल्यौँ, ए र बी को माइनसमा आयो। द्याट मिन्स एबाट बीको रिडिङ घटाएको हो नि हामीले। एबाट बीको रिडिङ घटाउँदा नेगेटिभ भ्यालु आइरहेछ भने त्यो चाहिँ हाम्रो के भइरहेछ, फल भइरहेछ। भने कतिले फल भइरहेछ, 0.80ले एबाट बीमा आउँदा फल भइरहेछ भनेर बुझ्नु पर्यो। यो फर्मुला कसरी आयो भनेर बुझ्न चाहनुहुन्छ भने यहाँ हेर्नु होला। जस्तो यो मैले अघिल्लो भिडियोमा अलि डिटेल भनेको छु। यहाँबाट हेर्दाखेरि यो ए1 तिर इरर हुँदैन, यतातिर चाहिँ इरर हुन्छ। अब यो एतिरबाट यो बी को स्टाफ रिडिङ पढ्दाखेरि पढ्ने बेला बी1 पढ्छ, तर इरर सहित पढिरहेको हुन्छ कि। सो हामीले एपेरेन्ट लेभल डिफरेन्स ए र बी को हेऱ्यौँ भने ए को स्टाफ रिडिङ माइनस बी को स्टाफ रिडिङ गर्ने हो। ए को स्टाफ रिडिङ ए1 छ, बी को स्टाफ रिडिङ बी1 हो, तर बी1मा इरर ई चाहिँ बढी पढेको हो नि त। सो बी1 माइनस ई भनेर चाहिँ हामीले यहाँ घटाउनु पर्ने हुन्छ। ए1 माइनस बी1 माइनस ई घटाउनु पर्ने हुन्छ। यो ई भनेको चाहिँ कर्वेचर करेक्सन हो। यो कर्वेचरको कारणले गर्दाखेरि, अर्थको कर्वेचरको कारणले गर्दा हेर्नुपर्ने यो तल हो, उसले माथि हेरिरहेको हुन्छ है। त्यही भएर बी1 माइनस ई घटाइदिए पछाडि यहाँ चाहिँ के आउँछ, एक्चुअल आउँछ। फेरि यसमा पनि त्यही गर्यो, अनि दुईटाको एभरेज लियो भने के आउँछ, यहाँबाट चाहिँ यो फर्मुला आउँछ। यो सम्झिँदा पनि हुन्छ हामीले होइन भने यो कसरी आयो भनेर एपेरेन्ट डिफरेन्स दुईटा घटाएर गरेको मैले यो मेरो भिडियो नम्बर 1 मा चाहिँ राखेको छु, त्यहाँ बुझिन्छ। अब त्यसै गरी हेरौँ न त। अब
यहाँ यति 0.80 चाहिँ फल छ एबाट बीमा जाँदाखेरि है, यति त आयो भनेपछि हामीले बुझौँ एबाट बीमा जाँदाखेरि यो डेल एच भनेर भन्छौँ हामीले, अथवा एच भनेर भन्छौँ। डेल एच भनेको 0.80 ले के भइरहेछ, फल भइरहेछ, यतिले फल भइरहेछ। अब हामीलाई त आरएल सोधिरहेछ बीको, ए को आरएल चाहिँ 100.105 छ भने त्यसमा घट्यो कति बी, 0.80 घट्यो, 0.80 घट्यो यहाँ भनेपछि बीको आरएल चाहिँ 99.305 भयो। बी किन तल भयो भन्ने कुरा पनि मैले भिडियो नम्बर 1 मा भनेको छु, फेरि यहाँ भनिदिन्छु। एबाट हेर्दा ए को स्टाफ रिडिङ थोरै र बी को स्टाफ रिडिङ धेरै छ, द्याट मिन्स बी तल छ भन्ने बुझियो। फेरि बीबाट बीमा गयो, इन्स्ट्रुमेन्ट बीमा लगेर सेट गर्यो लेभल मेसिनलाई, बीमा थोरै रिडिङ, एमा थोरै रिडिङ, बीमा धेरै रिडिङ छ नि त। एमा थोरै रिडिङ छ भने चाहिँ ए माथि छ, बी तल छ। यहाँबाट पनि आयो, लेभल तल छ भने अथवा के बुझ्नु पर्यो भने ग्राउन्ड तल छ भने स्टाफ रिडिङ धेरै पर्छ, त्यो कुरा बुझ्नु पर्यो है त। अनि यो -80 आयो भनेपछि बी तल छ, कतिले तल छ, 0.80 ले तल छ भन्ने कुरा बुझ्यो, लेभल पनि आयो। अब टोटल इरर कसरी निकाल्ने त भन्ने कुरा हेरौँ त। अब यदि टोटल इरर फर्मुला लाएर निकाल्ने हो भने एउटा फर्मुला चाहिँ के छ भने यहाँ हेरौँ त, यो A1 - B1 + E भनेको चाहिँ के हो त, A1 भनेको A1 को स्टाफ रिडिङ माइनस B1 - E भनेको चाहिँ B को स्टाफ रिडिङ विथ इरर हो नि त है। B1 - E भनेको चाहिँ खासमा यहाँ पढ्नुपर्ने थियो, यहाँ पढ्यो, पढ्नुपर्ने यहाँ थियो भनेपछि त त्यो यहाँको रिडिङ कति हो त, B1 - E हो नि। सो A1 को स्टाफ रिडिङबाट B1 को स्टाफ रिडिङ घटाउँदा एउटा एपारेन्ट डिफरेन्स आयो। फेरि यहाँनिर के भयो, यतापट्टि पनि त तलै हेर्ने हो नि त, यो कर्वेचरको कारणले यहाँ हेर्नुपर्ने थियो, यहाँ माथि हेरेको भनेपछि यो A2 को स्टाफ रिडिङ पढ्ने बेलामा के पढिरहेछ उसले, A2 - E, एक्चुअल त यहाँ तल हो नि। सो A2 - E माइनस यो B2 गरिसके पछाडि यो के आयो, यो पनि के आयो, इरर आयो, के अरे यो एपारेन्ट डिफरेन्स आयो। भनेपछि यो दुईटा चाहिँ बराबरै हुनुपर्छ यदि हाम्रो इरर फ्री गर्ने हो भने। यो दुईटा बराबरै गर्नको लागि चाहिँ यसरी कम्पेयर गरिदिउँ भने दुईटा इक्वेसनलाई, हाम्रो त्यहाँबाट के आउँछ त, यस्तो इक्वेसन आउँछ है। कस्तो इक्वेसन आउँछ, यहाँ अलिकति मिस्टेक भएछ, यो इक्वेसन आउँछ A2 - B2 माइनस A1 - B1 डिभाइडेड बाई 2। यस्तो यो टोटल इररको चाहिँ फर्मुला यसरी आयो। A2 भनेको चाहिँ बीमा बसेर हेरेको यो रिडिङ भयो 0.725 माइनस B2 भनेको 1.405 अनि माइनस A1 भनेको यो, B1 भनेको यो गर्दाखेरि यति आयो, यो चाहिँ टोटल इरर आयो। अब यो टोटल इरर सरमा फर्मुला लाएर निकाल्दिन भन्यो भने यो टोटल इरर निकाल्न मैले भिडियो नम्बर 1 मा पनि सिकाएको छु, कसरी टोटल इरर यो निकाल्न सिकाएको छु मैले भने हेरौँ है त। अब यहाँ हेरौँ, ध्यान दिउँ, जस्तो ए पोइन्टबाट यो 1.625 हेरेको रिडिङ हेरौँ त, त्यो त के हो, करेक्ट रिडिङ हो नि। किनभने यदि लाइन अफ कोलिमेसन त्यहाँ छैन भने त, अथवा छ भने छैन भने जे गरे पनि नजिकै हेरेकोमा इरर हुन्न भनेको छु। करेक्ट रिडिङ एट ए भनेको कति हो, 1.625 हो, यतिर बसेर हेर्दा है, हेरौँ है यो। अनि अब मानौ यो लाइन यदि सिधा हुन्थ्यो भने, इरर थिएन भने, हेरौँ है, सिधा हुन्थ्यो भने एतिर बसेर हेरेको ट्रु रिडिङ एट बी कति त नि भन्दा ए को रिडिङ 1.625 मा यो ट्रु हाइट डिफरेन्स जोडिदेऊ भने त यो बीमा हेरेको ट्रु स्टाफ रिडिङ आयो कि आएन। यस्तो हेरौँ, एमा हेरेको स्टाफ रिडिङ 1.625 मा ए र बी को आरएल डिफरेन्स ठ्याक्क जोडिदेऊ भने, ट्रु डिफरेन्स जोडिदेऊ भने बी को ट्रु रिडिङ आउँछ कि आउन्न, आउँछ है। 1.625 मा 0.80 जोडिदेऊ भने बी को के आउँछ, ट्रु रिडिङ आउँछ एबाट हेर्दा। तर अब्जर्भ कति गरिरहेछ त, यति गरिरहेछ कि, ध्यान दिनु पर्यो है। अब्जर्भ 2.545 हेरिरहेछ भनेपछि त माथि हेरिरहेको रहेछ नि त, यो डाटा 2.545 अब्जर्भ रहेछ, ट्रु चाहिँ कति रहेछ, तल रहेछ। भनेपछि त लाइन अफ कोलिमेसन त अपवार्ड रहेछ भनेर हामीले भन्न सक्यो कि सकेन, सक्यो। इरर कति रहेछ भनेर भन्न पनि सक्यो। हेरौँ है, अब्जर्भ रिडिङ चाहिँ बीमा हेरेको 2.545, तर एक्चुअल चाहिँ कति रहेछ त,
2.425 भनेपछि यो घटाइदिइसके पछाडि के आउँछ त अब इरर आउँछ 2.545 हेरेको भयो उले अब्जर्भ गरेको हो इरर भनेको अब्जर्भ माइनस ट्रु हो तर ट्रु चाहिँ 2.425 भयो ट्रु कसरी आयो त भन्दा ट्रु रिडिङ एट बी निकालौँ बीमा आएको ट्रु रिडिङ कहाँबाट निकाल्न सकिन्छ एबाट एमा आएको ट्रु रिडिङमा एक्चुअल हाइट डिफरेन्स त्यो जोड दिँदाखेरि चाहिँ बीमा हेर्नुपर्ने ट्रु रिडिङ आउँछ यो लाइन र यो लाइन आयो यति हो तर हेरेको छ माथि भनेपछि त इरर त कति आएर रहेछ 0.12 रहेछ टोटल इरर रहेछ यो चाहिँ है ध्यान दिउँ यो टोटल इररमा कर्वेचर र रिफ्र्याक्सन इरर पनि यही नै इन्क्लुडेड छ है भनेर हामीले बुझ्नु पर्यो अब यहाँ हेरौँ न जस्तो कर्वेचर इरर यहाँ हो नि यहाँ हेर्नुपर्ने यहाँ हेरिरा हुन्छ यो इरर पनि पोजिटिभ हो इरर ड्यू टु कर्वेचर प्लस इरर ड्यू टु रिफ्र्याक्सन पनि के हुन्छ पोजिटिभ हुन्छ भनेपछि तल हेर्नुपर्ने चिज माथि हेरिरहेछ बढी हेरिरहेछ है इरर पोजिटिभ हो नि बढी हेरेपछि त्यो कुरा बुझ्नु पर्यो त्यसमा कोलिमेसन पनि 0. समथिङ छ केही छ त्यो कोलिमेसन इरर पनि अब कता गयो भन्ने कुरा चाहिँ हामीले हेर्न सक्छौँ कोलिमेसन इरर निकालिसकेपछि अहिले टोटल इरर बल्ल हामीले निकाल्यौँ टोटल इरर निकालिसके पछाडि टोटल इररमा मैले के भने इन्क्लुडेड हो है रिफ्र्याक्सन र कर्वेचर पनि टोटल इररमा भनेर भनिरहेको छु टोटल इरर निकाल्ने दुईटा मेथडबाट मैले सिकाएँ एउटा मेथड के थियो यो फर्मुला छ सम्झिने झ्याप्प आइहाल्छ टोटल इरर यहाँबाट आइहाल्छ है होइन भने यो कतातिर गछ कति बढी हेरेको छ हेरेर हामीले हेर्न सक्यो है सो लाइन अफ साइट इज इन्क्लाइन अपवार्ड भयो कि किन हेर्नुपर्ने यो थियो अब्जर्भ गरिरहेछ यो भनेपछि त माथि हेरिरहेछ नि त त्यही भएर लाइन अफ साइट इज इन्क्लाइन अपवार्ड भयो अब योबाट टोटल इरर तिमीहरूले निकाल्यौ फर्मुलाबाट पनि निकाल्न सक्यो एउटै आउँछ है अब त्यसो भने टोटलबाट इरर ड्यू टु कर्वेचर र रिफ्र्याक्सन घटाइदिइसके पछाडि बल्ल कोलिमेसन मात्रै इरर आउँछ है त्यो कुरा झुक्किनु भएन अब त्यसो भने इरर ड्यू टु कर्वेचर एन्ड रिफ्र्याक्सनको कम्बाइन इररको फर्मुला के हो त जहिले पनि फर्मुला यही नै हो 0.06732 कुनै बुकहरुमा 0.0672 डी स्क्वायर भन्ने हुन्छ डी भनेको दुईटा पोइन्ट बीचको डिस्टेन्स हो ए टु बी सम्मको कति डिस्टेन्स 1000 मिटर भनेको छ डिस्टेन्स इन किलोमिटर हो के हो किलोमिटर हो भने पछाडी डी 1000 मिटर भनेको छ नि त यहाँ 1000 मिटर छ भने यो के भयो डी स्क्वायर भनेको 1 स्क्वायर भयो यहाँबाट 0.063 के आयो त इरर ड्यू टु कर्वेचर एन्ड रिफ्र्याक्सन रहेछ टोटल इरर 0.120 मा टोटल इरर 0.120 मा इरर ड्यू टु कर्वेचर एन्ड रिफ्र्याक्सन कति 0.0673 इन्टु 1 स्क्वायर हो यो नगर्दा पनि केही भएन एउटै हो यो घटाइदिँदा बल्ल इरर ड्यू टु के आयो त कोलिमेसन आयो त्यो कति आयो 0.0527 मिटर आयो पोजिटिभ आयो नि त भनेपछि यहाँ थियो पोजिटिभ इरर आउनु कोलिमेसन इरर पोजिटिभ आउनु भनेको यहाँ हेरेको है हो यो इरर ड्यू टु के हो त यो कोलिमेसन हो भनेर बुझ्नु पर्यो है त सो कति रहेछ त इरर ड्यू टु कोलिमेसन यति 0.0527 मिटर रहेछ भनेर हामीले के भयो त यति बुझ्यौं अब पोजिटिभ आयो नि त इरर ड्यू टु कोलिमेसन अफ लाइन इज पोजिटिभ छ भने त के रहेछ लाइन अफ साइट इन्क्लाइन अपवार्ड रहेछ भनेर बुझ्यौं हामीले लाइन अफ कोलिमेसन अगाडि टोटल इररबाट पनि हामीले लाइन अफ साइट कता छ भन्यौं अपवार्ड छ भनेर भन्न सक्यौं है अब त्यसपछि त्यसो हो भने यो इरर कोलिमेसन इरर कति निकालियो 0.0527 निकालियो कति मिटर छ डिस्टेन्स 1000 मिटर छ मैले अगाडि नै भने यो अल्फा निकाल्न सक्यो कि सकिएन हो यो लाइन अफ साइट इज इन्क्लाइन अपवार्ड त भयो तर अल्फा को भ्यालु यो क्वेशनले हामीलाई के छ एंगुलर इरर इन कोलिमेसन भनेर भन्यो अल्फा बराबर हाम्रो के हुन्छ फर्मुला 10 इन्भर्स p बाइ h हो p बाइ b हो 0.0527 डिवाइडेड बाइ 1000 गरिसके पछाडी यो आयो यसरी चाहिँ बुझ्नु पर्यो यहाँबाट हामीले के निकाल्यौं त यसलाई मैले एंगुलर इरर अफ के भने त कोलिमेसन भनेर भने अब हामीलाई अर्को टाइपको क्वेशनले के निकाल भन्छ इरर ड्यू टु कर्वेचर एन्ड रिफ्र्याक्सन कति हुन्छ निकाल भनेर भन्दिन्छ त्यो भयो भने फर्मुला यही नै हो जति बेला इरर ड्यू टु कर्वेचर एन्ड रिफ्र्याक्सन चाहिँ पोजिटिभ है इरर चाहिँ तर नेगेटिभ हुन्छ के करेक्सन भन्यो भने नेगेटिभ हुन्छ झुक्किनु भएन अब हामीलाई क्वेशनले इरर ड्यू टु कर्वेचर एन्ड रिफ्र्याक्सन मात्रै निकाल भन्यो भने यो फर्मुला लाउने
टोटल इरर निकाल भन्यो भने योबाट गर्न पनि सकियो, योबाट गर्न पनि सकियो। अनि त्यस पछाडि इरर ड्यू टु कोलिमेसन मात्रै निकाल भन्यो भने टोटल इररबाट इरर ड्यू टु कर्वेचर एन्ड रिफ्र्याक्सन घटाइदिने। अनि लाइन अफ साइट इन्क्लाइन अपवर्ड छ कि डाउनवर्ड छ भनेर पनि सोधिदिन सक्छ। कोलिमेसनको लाइन मात्रै इन्क्लाइन अपवर्ड छ कि इन्क्लाइन डाउनवर्ड छ भनेर मात्रै भनिदिन सक्छ हामीलाई। त्यति बेला हामीले के गर्नु पर्यो, लाइन अफ कोलिमेसन निकाल्नु पर्यो, पोजिटिभ छ कि नेगेटिभ छ, अनि त्यहीबाट अपवर्ड र डाउनवर्ड कता छ भनेर चाहिँ हामीले भन्न सक्छौँ। अब यति क्वेसन गरिसके पछाडि हामीले अलमोस्ट यहाँबाट चाहिँ धेरै कन्सेप्चुअल क्वेसनहरू हामीले सल्भ गर्न सक्छौँ। अब एउटा झुक्किने कुरा चाहिँ हेरौँ त, यो टोटल इरर 0.120 त मैले यताबाट निकालेँ होइन, यसरी पनि निकालेँ, मैले यता अर्को साइडबाट पनि निकाल्न सक्छु कि। जस्तो हेरौँ त, यो लेभल, यो ग्राउन्ड एउटै लेभल हुनुपर्छ। जस्तो मैले यहाँ पनि स्ट्याप छ, यहाँ पनि स्ट्याप छ, यो बीतिर राखेर हेरेको, बीतिर राखेर हेर्दाखेरि बीमा कति हेऱ्यो 1.40, यसरी जाउँ है त, बीमा हेर्दा कति हेरेको 1.405 हेरेको, अनि एमा हेरेको कति हो यो 0.72725 हेरेको है। अब हेरौँ त, अब ट्रु डिफरेन्स यो पोइन्ट ए र बी को कति हो अगाडि मैले निकालिसकेँ है, यो ट्रु डिफरेन्स अगाडि कति हो मैले निकालिसकेँ, यो भनेको 0.80। अब हेरौँ त, ट्रु रिडिङ एमा एमा भन्यो भने यो अहिले बीमा हेरेको 20 तिरबाट बीमा हेरेको रिडिङ ट्रु हुन्छ 1.405। यो 1.405 मा यो टोटल 1.405 मा यो तलको 0.80 घटाइदियो भनेपछि त एको स्टाफ रिडिङ ट्रु स्टाफ रिडिङ आउँछ कि आउँदैन? यसमा 0.80 घटाइदियो भने एमा हेर्ने ट्रु स्टाफ रिडिङ आउँछ। सो 1.405 मा 0.50 घटाइदियो भने 0.80 घटाइदियो भने कति आउने भयो त 0.605 आउने भयो, 0.605। 0.605 के हो? एमा हेर्नुपर्ने ट्रु रिडिङ हो, तर हेरेको छ कति 0.725 छ, हेरेको छ यति, हेरेको छ कति 0.725 हेरेको छ, माथि हेरेछ नि त, हेर्नुपर्ने यहाँ थियो, हेर्नुपर्ने कति थियो यो 0.605 थियो, हेरेको छ कहाँ यहाँ। सो 0.725 बाट 0.605 घटाइदेऊ भने कति आउँछ त भन्दाखेरि 0.12 आउँछ। यो नै के हो टोटल इरर हो, फेरि 0.12 यो नै टोटल इरर हो, जताबाट पनि आउँछ यो टोटल इरर। एतिरको साइडमा इन्स्ट्रुमेन्ट राखेकोबाट हेर्दाखेरि एतिरको स्टाफ रिडिङ ट्रु हुन्छ, त्यसमा ट्रु हाइट डिफरेन्स जोडेपछि चाहिँ बीको स्टाफ रिडिङमा आउने ट्रु आउँछ, तर पढाएको छ त्यति, त्यहाँबाट अपवर्ड छ कि डाउनवर्ड छ हेर्न सकियो भनेपछि हेर्नुपर्ने यहाँ थियो, हेरेको छ यहाँ भनेपछि त अपवर्ड रहेछ यो लाइन अफ कोलिमेसन अथवा यो लाइन अफ कोलिमेसन। अब एउटा कुरा म बुझाउँछु, अलिकति यो भयो भने कन्सेप्ट क्लियर हुन्छ। जस्तो माथि रहेछ नि त कोलिमेसन लाइन त माथि रहेछ, यो त टोटल इरर हो अहिलेलाई हो, यो टोटल इररमा अब के हुन्छ त यही भित्र चाहिँ के हुन्छ कोलिमेसन के अरे कर्वेचर र रिफ्र्याक्सन हुन्छ। अब कर्वेचर त सिंगल स्टडी गर्ने बेला त कर्वेचरले त के गर्थ्यो, यहाँ हेर्नुपर्ने थियो, यहाँ हेरिरहेको हुन्छ नि त, यो यहाँ हेरिरहेको हुन्छ, यो पनि इरर पोजिटिभ हो कर्वेचर र रिफ्र्याक्सन पनि है। भनेपछि अब यही इरर भित्र चाहिँ के हुन्छ, अलिकति पार्ट चाहिँ हाम्रो कर्वेचर रिफ्र्याक्सन हुन्छ, अलिकति चाहिँ कोलिमेसन इरर हुन्छ है, त्यसरी चाहिँ बुझ्नु पर्यो। यति बुझिसके पछाडि यो रिलेटेड कन्सेप्ट सबै हामीले के गर्छौँ त बुझ्छौँ है। अब यहाँबाट एङ्गल चाहिँ यति डिग्री आयो, यति डिग्रीलाई डिग्री मिनट सेकेन्डमा कन्भर्ट गर्दा 10.87 सेकेन्ड आउँछ, त्यो चाहिँ यो एङ्गल हो, एङ्गल अफ एङ्गुलर इरर इन कोलिमेसन भनेर भन्छौँ। अब हामीलाई एउटा क्वारल थाहा छ, अर्को क्वारल निकाल भनेर भन्छ भने पनि हामीले निकाल्न सकियो, टोटल इरर निकाल्न पनि सकियो, इरर ड्यू टु कर्वेचर र रिफ्र्याक्सन निकाल्न पनि सकियो, अनि इरर यहाँ करेक्सन गर भनिदिन सक्यो। करेक्सन फर कर्वेचर एन्ड रिफ्र्याक्सन भन्यो भने चाहिँ यो पोजिटिभ छ इरर, यही हो फर्मुला, माइनस हुन्छ करेक्सनको लागि, यो माइनस हुन्छ करेक्सनको लागि चाहिँ है। अब ल हेर है, अब यहाँ हेर है अलिकति, अब मानौ यो तिमीहरूको यहाँबाट हेर्दाखेरि यो के हो टोटल इरर थियो है, टोटल इरर टी थियो।
अब कर्वेचर र रिफ्र्याक्सन करेक्सन गरिसके पछाडि हेर भनेर भन्यो भने माइनस फर्मुला लाउनु पर्यो 0.0673 डी स्क्वायरको फर्मुला लाएर जति आउँछ त्यो घटाइदिनु पर्यो कि यो टोटलमा घटाइदिइसकेपछि त अलिकति तल आउने भयो नि त है टोटलमा घटाइदिनु पर्यो इरर भनेपछि त उसले अलिकति तल पढ्छ है यसरी चाहिँ हामीले यो टाइपको न्युमेरिकलहरु सल्भ गर्न सक्छौं है त हस् थ्यांक यू